हेलो साथीहरू, म चाहिँ यहाँनिर एउटा भिडियो लिएर आएको छु होइन। भिडियो चाहिँ के हो भन्दाखेरि चाहिँ मैले मेरो बुढालाई चाहिँ एउटा एनिभर्सरी गिफ्ट अर्डर गरिदिएको थिएँ। यो चाहिँ उसको अब सपना जतिकै थियो, उसलाई पुरा किन्नु मन परेको थियो। मैले चाहिँ सरप्राइज अर्डर गरिदिएको थिएँ र त्यो चाहिँ हो तपाईँको ब्लुटुथ स्पिकर। उसलाई चाहिँ गीत गाउनु पुरा मनपर्छ नि त, उसको चाहिँ अब हबी हो गीत गाउनु चाहिँ। सो म चाहिँ अब बुढाको मुखबाट अब रियाक्सन सुन्छु, उसको कस्तो खालको एक्सपेक्टेसन थियो कि थिएन कि। लेट्स सी, हेर्नुहोस् ल। मैले तपाईँलाई एनिभर्सरी गिफ्ट मगाइदिएको कस्तो लाग्यो? एकदम दामी छ, मन पर्यो। मैले सोचेको चाहिँ थिइनँ, अब अस्तिदेखि इच्छा थियो ल्याउँछु भनेर। एकदम अचानक आइपुग्यो, खुसी लाग्यो। बुढीलाई धेरै धेरै धन्यवाद होइन मेरो लागि मगाइदिएकोमा। गीत त के गाउनु, अब छोरी अब पहिला गीत गाउँथेँ, अब छोरी आइसक्यो, यसो टाइम पास कहिले काहीँ यो नभएको बेलामा चाहिँ गीत नसुतेको बेलामा। यति हो, सुन्नुभयो होला उसको रियाक्सन। केहीमा पनि ज्यादा रियाक्सन हुँदैन, जति म एक्सपेक्टेसन गर्छु हो त्यति चाहिँ हुँदैन हो। सो त्यति नै हो। यहाँ चाहिँ हाम्रो मम्मी चाहिँ के हुँदैछ मम्मी? पचावाली दसैँ गाई